सो अलराइट एभ्रिवान सबैजनालाई चाहिँ प्रिटी वार्म मर्निङ होइन। अहिले त्यस्तो चर्को घाम नि लागेन होइन, अनि त्यस्तो फेरि जाडो पनि गरेको छैन, हल्का हावा चाहिँ चलिरहेको छ। सो अहिले बिहानको ठ्याक्क 7:30 भएको छ। म त्यहाँदेखि आउँदाखेरि मतलब रुमदेखि आउँदाखेरि हल्का सर्टहरू लिँदै आएँ, त्यही गर्दाले आज चाहिँ म यसो मर्निङ सट हान्नु भनेर आएको खासमा होइन। सो त्यही हो, अहिले चाहिँ म यो खोलाको साइडमा छु, मतलब साइडमा छु। अब कहाँ छु मलाई पनि थाहा छैन होइन त्यस्तो राम्रोसँग। अनि जस मर्निङ वाक टाइपको। अनि म आज चाहिँ कामबाट 3 बजीतिर आएको थिएँ, अनि आएर जस खानासाना खाएँ, नुहाइधुवाइ गरेँ, फ्रेस भएँ होइन। अनि त्यसपछि चाहिँ सुत्न खोजेँ, अलि निन्दै लागेन, अनि गेट द ब्याकप्याक अनि चलिहालेँ होइन। त्यही भइरहेको खासमा होइन। एकछिन चाहिँ रुममा पनि बसेँ, जस पछाडि चाहिँ दामी जस सिन देखिरहेको छ होइन, हेरौँ होइन कस्तो हुन्छ है त। सो या स्टे विथ मी या वडा Sunshine, sunshine, sunshine. I think I found it now. What I've been looking for. Isn't it beautiful? It's got my head here we go कस्तो राम्रो छ नि हरियाली, मजाको क्या। म त्यही भएर नि कस्तो फरेस्टतिर चाहिँ मलाई जान मन लाग्छ। फरेस्ट मतलब हाइक गर्नलाई होइन। सो यो कस्तो दामी क्या है, नेचुरल। अहिले झन् यस्तो त्यो हुन्छ नि, अहिले यो पुरै ग्रिनरी चाहिँ बढ्दैछ भनौँ न अहिले। त्यही हो, अनि त्यही गर्दाले म खासमा आज बिहानै उठेर यसो चलिदिउँ न भन्ने टाइपले उठेर भन्दा पनि म सुतेकै छैन खासमा। कामबाट आएको थिएँ 3 बजीतिर आएको थिएँ, मैले अघि नै भनेको थिएँ कतिचोटि भन्छु क्या म यो सेट म्यान। त्यही हो है त, बवाल छ नेचर। म आएको थिएन यो ठाउँमा पहिला चाहिँ। अलि टाढा जान नि कस्तो भन्दाखेरि मेरो सिम बिग्रिएको क्या, फेरि सिम बिग्रियो मतलब बिग्रिएको छ। अनि त्यही त सिम बिग्रेर अलि टाढा जेस हाइकको लागि भनौँ न यसरी जान पनि पाएन कि मैले। मलाई जान मन चाहिँ अति नै लाग्छ होइन, जे भए पनि। सो त्यही हो, आफ्नै ठाउँ वरिपरि अलि ठाउँदेखि नजिक। म लगभग रुमदेखि यहाँ धेरै लाग्दैन, 15 मिनटमा 15 मिनटमा यहाँ आइन्छ। अझै त्यो सुइसी आयो भने त झन् अझै सिधा आन्छ। 15 मिनट चाहिँ लाग्छ जति भने लाग्छ त्यस आइन्छ होइन। त्यसमा जुत्तामा यस्तो त्यो सिधै भएको छ रुजेर बाटो नै। अनि यस्तो त छ पुरै ग्रिनरी। I got sunshine. I got sunshine. I gotta let you know. It's so incredible. I'm finally letting go. Up and away, yeah we go. So here we go. अहिले चाहिँ म इन्डिङ पोइन्टमा आएँ होइन। मैले सोचेको थिएँ भन्दाखेरि चाहिँ यसको चाहिँ होला अलि जस माथि नैसम्म होला। म अझै वाक गर्छु, अनि जस एउटा राम्रो पार्क भेट्यो भने त्यतैतिर बसेर एकछिन बसेर फर्किन्छु भनेर होइन। अहिले चाहिँ ठ्याक्क 8 बज्यो। म रुमबाट त्यस्तै 6:15-20 त्यस्तै कति बजीतिर हिँड्ने थियो होइन। अनि
त्यही हो अब यो इन्डिङ पोइन्ट रहेछ यो चाहिँ खासमा कस्तो हो भन्दाखेरि पब्लिक हाम जस्तो मतलब हुन्छ नि हाइकिङ साइकिङ भन्दा पनि त्यो हाम जस्तो चाहिँ आन चाहिँ नपाइ जस्तो खालको लाग्यो मलाई चाहिँ अहिले अहिले आएर यहाँ ठाउँमा यहाँ आएर यहाँ आएर किन भन्दाखेरि होइन यो चाहिँ त्यहाँनिर एउटा त्यो छ क्या के भन्छ यस्तो यस्तो घुमानीवाला विलिङ के हो जस पानीलाई पानीको पेसलाई तलमाथि गर्नेवाला छ होइन अनि त्यो देख्दाखेरि चाहिँ मलाई त्यस्तो लाग्यो सो वारेभर होइन अब आइहाल्यो क्या अरे के गर्नु त अब फर्किनु रुमतिर होइन Up, up and away, yeah, we go. I found my flow right on time. ए थक अनि चत्तोपारामा के भएको छ भन्दाखेरि अहिले 3 बजी छ 3 बजेर 11 मिनट गएको छ अनि अहिले मिटिङ जानुपर्ने हो खासमा मिटिङ सिटिङ छोडिदिएर म र साथी चाहिँ यता फुटबल खेल्न अनि यसो घुमिदिउँ भनेर चत्तोपारामा निकालेको छ अघि बिहान त्यस्तो घाम लाग्दैन अब त यस्तो सनी दिएको रहेछ हल्का हावा पनि चलेछ त्यही हो कसरी जाने फेरि त्यति थाहा छैन जाममा होइन के छ र दुईजना भए त हरायो नि के नि हुन्न भनेर चलिरहेको छ हामी है त यस सर खैरी जस्तो देखिया कस्तो हेलो इट्स मी मिस्टर लामा अले भाइ सरहरू अहिले चाहिँ हामी हल्का हरिहरी आएको थियो अलि घरले यता तर निकालेर अनि अहिले चाहिँ तक अब यहाँ आएर अब 1 घन्टा पहिला आएको छ अझै पनि 4 बज्नु 6 मिनट बाँकी छ बिहान चाहिँ 5 बजीदेखि हो भनेपछि दाइहरू आल्ला साढेतिर भनेपछि अझै पनि आधी घन्टा त हामी पहिल्यै आइहाल्छ यार त्यही गर्दाले शीतल रहेछ यहाँनिर अनि हामी यहीँ बसेछ चोक्नेर त्यस यो एउटा देखिएको स्पोर्ट जुन छ त्यहाँनिर चाहिँ हाम्रो फुटबल हुँदैछ आज ठक आइरहेको थिएँ म होइन अनि उतानिर चाहिँ स्केटिङ गरेको देखेँ क्या मैले त्यसै होइन हल्का जापानिज गाईहरू सो म हल्का यसो भिडियो गराउन खोज्छु सोरेर होइन हेरौँ कस्तो हुन्छ है त what up I got the permission to make a video type whoa nice flip यार इन्टरिङ यो लिफ्ट चाहिँ चल्दैन यस्तो छ भित्र दाइ छिर्छ अरे यहाँनिर यस्तो छ यहाँबाट जाने यहाँ पनि ड्रेसिङ रुम छ त्यसपछि डाइरेक्ट सिधा जान्छ हामी है त अनि उता गएर ड्रेस चेन्ज गरेपछि भेटौँला है त दाइहरूलाई यसो के देखाइराख्नु भन्दै दर्जन गोल खानुभएको छ
के अन्त खेलेको जित्यो जित्यो बाहिर चाहिँ निकाल्दियो 2,000 years later. अब फेरि दाइको बर्थडे छ अरे एउटा दाइको कान्छा दाइको फेरि यता चल्दैछु भनेर चल्दिनु ला फेरि एल्बिन दाइसँग चिसो गाँसी छ त मेरो त यासुमीको दिन परेको दाइले यहाँ पढ्दै हुनुहुन्छ लगाइन सिगारेटको वाडा नाइस सिदाई अब एप्पल हान्न लाग्छ दाइहरूले टुर्नामेन्ट चल्दैछ ठुल्दाई भर्सेस सेन्दाई Nice shot. यो स्याबेज कुरा के थाहा छ यु गट दिस स्पिकर होइन भेट्टामा तर दाइले फेरि यहीँनिर बेर खाएर बसिदिनु